ल सुरु गरौँ। अब घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? र इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। केही न केही होला त नि गरौँला। अहिले नि कसरी भन्ने त्यो पत्रकारहरूले नपेल्नु न हो। 23 र 24 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ? 23 र 24 गते त म त उहाँ के अरे इलामको माथि फाकफुकथुङ भन्ने ठाउँतिर थियो। हामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो? स्याउ अब के अरे फुलको गुच्चा अनि केरा तपाईँ चुनाव लड्ने कि नलड्ने? म नलड्ने। 70 वर्ष होइन, पोलिटिकल पार्टी खोलेर जाने कि नजाने? नजाने। तपाईँलाई युवाहरूले बोलायो? नजाने कुरा नजाने। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन। जे भयो पनि फिल हुँदैन। राजै बनाइदियो भने फिल हुँदैन। कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु। त्यही हो। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु।